यो अहिले म सङ्घीय संसदको प्रतिनिधि सभाको हल जानेतर्फ अगाडि बढेको छु। यो ठाउँ हो लबी रिपोर्टिङ। हामी पत्रकारले लामो समयसम्म लबी रिपोर्टिङको इन्ट्री पाउनुपर्छ हामीले संसदीय मामिला लगायत हामीले पहल गरिरहेको थियौँ भने अहिले चाहिँ यो लबी रिपोर्टिङको लागि एरिया तय भएको छ। अहिले म उभिरहेको ठाउँ चाहिँ लबी रिपोर्टिङ हो। यहाँभन्दा उतापट्टिको साइडमा जुन हल छ त्यो हलसम्मको बाहिरसम्म मात्रै हामीले जाने प्रवेश पाएको छौँ भने अहिले चाहिँ यो चाहिँ नबनुन्जेलसम्मको अस्थायी रूपमा चाहिँ हल प्रयोग भएको कारणले हो। मेन हल चाहिँ पल्लोपट्टि साइडको छ। पल्लो साइडमापट्टि हामी चाहिँ प्रतिनिधि सभाको लबी रिपोर्टिङ पनि हामीले गरेका छौँ र विश्वमा यो लबी रिपोर्टिङका धेरै तरिकाहरू सुरु भएका छन् भने नेपालमा हुन सकेको थिएन। हामीले लामो समयसम्मदेखि लबी रिपोर्टिङको लागि एक्सेस दिनुपर्छ भने हामीले आवाज उठाएका छौँ। आज यो ठाउँमा छौँ र लबी रिपोर्टिङमा कतिपय ठाउँमा क्यामेराको अलाउड चाहिँ नहुन सक्छ र रिपोर्टिङ गर्ने साथीहरू जो कलम चलाउने साथीहरूलाई चाहिँ सहज हुन्छ भन्ने हिसाबमा हो। अहिले चाहिँ म यो ठाउँमा रहिरहँदा लबी रिपोर्टिङमा गइरहँदा थोरै आफूलाई अलिकति एडभान्स भएको र संसद पनि एडभान्स भएको छ। धनबादजीलाई विशेष धन्यवाद गर्दै अहिले मैले तपाईँलाई यति मात्रै भने धन्यवाद।